गाइस हामी सँगै भएको गाडी चाहिँ बिहान सँगै थियो होइन सँगै आफ्नै दाइको साथीको भनौँ न सँगै साथी गाडी यस्तोसँगमा एक्सिडेन्ट भएछ कि हामीभन्दा 10 मिनट अगाडि निस्केको थियो एउटा दाइ त उहाँ पुरै घाइते भएर लग्यो हामीले हेर्ने यस्तो डेन्जर बाह्र 10 मिनट अगाडि निस्क्यो हामीभन्दा यो गाडी चाकपिचिक गर्छ यहाँ एउटा दाइलाई चाहिँ धेरै नै सिकिस्ते घाइते भएर चाहिँ लग्यो हामीले उता यो गाडी उता माथिबाट आएको थियो कर्नलिङ हानेर भन्छ त्यही त भने यहाँ कुरो त्यही निस्क्यो हामीभन्दा यो गाडी फेरि 5 मिनट अगाडि मात्र निस्क्यो हो सँगै हेर त्यही त त्यही भनिराख्नु त्यो दाइले नै बिकी दाइको गाडी यस्तो भयो नि त अनि ल्याम्मै हामीभन्दा 5 मिनट अगाडि मात्र निस्क्यो हो क्या सँगै सुतिरहेको थियो यतापट्टि 5 मिनट अगाडि निस्केको 5-10 मिनट अगाडि मात्र निस्क्यो हो क्या ल यस्तो डेन्जर हामीले कति सिट यहाँ चाहिँ डक्क सर रहनुभयो अब के हुन्छ कसो हुन्छ सरहरूले व्यवस्था गर्दैन होला कत्रो ब्रेक हानेर ल्याएर हान्न फेरि त्यो खैरेलाई लिएर गयो भइहाल्यो नभयो त्यसमा लिएर नि के हाने खैरेलाई ल्याएन बुढाले हस्पिटल लो भने थाहा आएन तल झार्छ डाइरेक्ट नै बङ्गे भयो क्रेन आइपुग्यो अब यहाँ गाडी तान्नु पर्ने छ लुवा तलाएर गतिलो नम्बर दिएन होला तर यार यहाँ सुते मान्छे कहरै मुजी उछिट्यो हो क्या त नि त्यो पनि हो यार फेरि ठुलो सिट हाले रहेछ नि केटाले लामो सिट हालेर रहेछन् कि हामी पनि यस्तै सिट हालौँ भने आनन्दले सुत्नु पुग्छ क्या यति भइसक्यो भने तर उठ्छ हल्लिँदै आउँदो रहेछ यार सुतिरहेको होला जता यहाँ देखाउन खेल्नु बाख्रा जो पैसा सरले तिमीलाई चाहिँ फोन फोन लाग्दैन राति छ गाह्रो छ फोन लाइन नम्बर पनि दिनु बुढाइ अलिक हिसाबले लेख्नु जाँदैन ए ल बुढा बोल्दैन हुन्छ अरू बेला हामी जानु नि ल यो खाएर पनि पना तिमीलाई ल्याउनु भयो भयो गाडी